guys, welcome back to another vlog. अहिले चाहिँ म नानी दिदीकोमा आएको थिएँ. If you remember, मैले हिजो यहाँ कोसेली छोडेको थिएँ नि त. अनि त्यही कोसेली लिन आएको. हिजो राति यतैबाट म्यामकोमा गएँ. अनि म्यामकोमा गइसकेपछि त्यही सामान लिएर जान जान्छ भने दिदीकोमा छोडेर गएको थिएँ कि यस्तो अल्छी लाग्छ. ढिलो उठेको, आधा दिन गइसक्यो. अब बल्ल घर भात खाने हो. अनि दिदीले कडी बनाइदिनु भएको थियो. अनि त्यही कडी लिन आएको थिएँ खासमा म. अब यति कडी लिएपछि रुम जान्छु, भात खान्छु. अनि लेट्स सी अब आजको बाँकी दिन कस्तो हुन्छ अनि बल्ल थाहा हुन्छ. स्या उयो यति स्या आउँछ है, कस्तो कचक्क परे जस्तो हुन्छ. मलाई क्लोस्ट्रोफोबिया छ क्या कि कचक ठाउँ देख्यो भने कस्तो पहिलो सास फेर्ने गाह्रो बस्दो हुन्छ. म भन्छु खतरनाक डक्टर कोही छैन, सबै डायग्नोसिस आफै गरिदिन्छु. मैले अलमोस्ट बिहान आफ्नो सबै काम बिहान भत्तेको थिएँ. वर्कआउट, त्यसपछि अर्को के भन्छ नुहाइ गर्ने त सबै गर्नु गएको थिएँ. अनि नानीकोमा गएँ, एकछिन बसेँ. अनि अब चाहिँ स्या एकछिन त अहिले बनाउनु पो हिजो मैले अरूसँग थाहा छैन के हो. हाम्रो यहाँ लिफ्ट छैन कि 3 तल्ला 4 तल्ला माथि चढ्नुपर्छ. के देख्दैछु यो बहिनी त घरमा के गरेर बसी होलिन् भनेको त म यत्रो बेर बाहिर घुमेर आएँ भनेर त गाइस यो तरिकाले भएन. अब म पनि राम्री हुनु पर्यो. यो तरिकाले भएन. यस्तै बहिनी हेर त भएन. लाज लाग्यो मलाई. हामी हेरेको हेरे कता हिँडेको आते ही सब. ये हमारा घर से आया हुआ कोसेली है. ओके नहीं, ये निकालो. ये आलस मम्मी ने भेजा है. ये मसाला भी मम्मी ने भेजा है भूट के, सागर ने दिया है. और ये स्पेशल मेरा वाला खाना है, स्पेशल खाली मेरा वाला है ये. ओके यो मेरो प्रोटीन पाउडर, होममेड प्रोटीन पाउडर हो मेरो. खानामा चाहिँ धेरै चिज बनेको रहेछ है गाइस. अचार, साँधेको अचार. यसमा के छ? दाल, यो भात, अनि मटर भिजाएको. अनि के बनाउने हो मटर भिजाएर? अब पानीपुरी बनाउने पछि. ओके पानीपुरी बनाउने. अनि यहाँ चाहिँ यो चाहिँ खासमा कडी मैले खाइसकेको थिएँ. खाना खानु लगाएको कस्तो भोक भएको थियो. अनि भोक भन्दा नि मिठो खाना मन लाग्यो. त्यो कडी देखेर कन्ट्रोलै भएन. अब खाना लाग्यो. खाना खाने बेला एकछिन रेस्ट गर्छु. अनि म पनि मेकअप गर्न थाल्छु क्या आफ्नो तरिकाले. अनि टिकटक बनाउनुपर्छ. सो गाइस म फाइनली रेडी भएँ 2.5 घन्टापछि. यो मान्छे सुतेर पनि उठ्यो. अनि एकछिन मेकअप गरेँ, साडी लाउनु टाइम लाग्यो. अनि अलिअलि मिलेर सस्ताले मिलाइदिएँ र अहिले फाइनली हामी रेडी छौँ. अब 2 घन्टा 1.5 घन्टा होइन, 2 टोटली 2 त होइन होला. 4 बजेदेखि 6 बजीसम्म. 4 त बज्थेन गो. 4 बज्थ्यो दिदी. ल तिमीलाई दिएँ मैले. बनाइदिएँ. मर्साले चिया बनाउँदै रहेछ. एकछिन टिकटक बनाएर अनि त्यसपछि चिया खाने हो. आजको दिन चाहिँ जे होस् मजाले इन्जोय गर्ने भयो कि. हामी सही उठिरहेको भयो. सधैँ सुत्नु मात्र हुन्थ्यो, आज टिकटक बन्ने भयो. त्यही छ. तिमीलाई के भन्नु छ? छैन दिदी. कति नेपालबाट त्यस्तो गरेको मैले देखेँ. तँलाई पक गाइस. अहिले चाहिँ हाम्रो टिकटक बनाएर सक्यो होइन. अब चाहिँ पानीपुरी खाने हो. अर्चनाले चाहिँ बडा मेहनत गरेर 1.5 घन्टादेखि टिकटक भन्न आएको है. पानीपुरी बनाइराख्नु हो. बिस्तारै बोल्ने कोसिस गरिरहेको छु म, तर पनि भइरहेको नि. भन्दा बिस्तारै भयो भने सुन्दैन. तर यहाँ आइस त लाउनु भयो, त्यो भएर बिस्तारै बोलेको है गाइस. अनि त्यसपछि अनि यो छोटो मान्छेले हो बनाएको पानीपुरी चाहिँ. फेरि यस्तो इग्नोर गर्छन् कि फेरि क्रेडिट दिने बेलामा त यस्तो इग्नोर गर्छन् कि फेरि. अब कस्तो भयो थाहा थाहा मिठो खाउँ कि नै अहिले भन्छु ल, नबोलिकन एकदम अनेस्टली. र अरू सबै त मिठो देखेँ तर यो मटर चाहिँ खासै मिठो देखेँ छैन होइन. बाँकी सबै टेस्टी देखेँ न.
त्यो मटर चाहिँ कस्तो फिक्का देखिएको कि अब त्यो मटरमा आलु पनि मिसाउने होला कि मिसाएको आलु ए ओके खाना खाने के खाना खाने अरे म भिनासँग हिन्दी बोल्दै होइन हिन्दी बोल्न छु अहिले चाहिँ खाना खाने फुल्की आई मिन पानीपुरी खाने सुरु भइरहेछ आए दिदी नहीं अभी वो थोड़ा मैनेज करना पड़ेगा लेकिन यहाँ ये वाला रूम बड़ा है ना ठीक ही अकेले होंगे तब भी पेशेंट कर सकते हैं वो बात सही है गाइस जाओ खाना प्रोग्राम में जाना है क्या करेंगे जाना है प्रोग्राम में क्या करेंगे लेके जाएंगे खतरनाक अमिलो भन्छ तर पियो चाहिँ छैन पिरो छ यो वाला लाने त पिरो म पिरो लाए हरेको छ र हरियो खुर्सानी छैन कि ल्याइस् न मैले हरियो खुर्सानी ल्याइनु ये वाला ये खट्टा वाला है ये थोड़ा कम खट्टा वाला है आफू खट्टा नहीं लगाउनु त हाय मेरो अमिलो टोलरेन्स कम भएछ क्या भाइ ये वाला बता वीडियो हम वीडियो करा कर हम भला कर है भला ये करे हम भला ये कर मैं तो सोचे कि वो ऐसे करते हैं तो देखने में अच्छा आता है बंद करने से नहीं अच्छा आता है पुदीना ले नाम को बता के गरी चाहिँ ले भन्नु कि भिलाजुले नहीं घर में भी आई ने भाकरी बनाया ना अहिले चाहिँ हामी आइसक्यौँ तर कोही पनि आएको छैन हामीहरू चाहिँ सुरुमै आयौँ हामीलाई लेट भयो होला आखिर पनि 9:30 बजी आयो भने कोही पनि आएर हुन्छ सायद यो पहिलोपटक होला हामी यति छिटो आएको है सबैभन्दा हामी छिटो त आउँथ्यौँ तर यति छिटो पनि कहिले आएको कि कोही पनि नआइकन सबैजना आयो वर्षाले चाहिँ तल हुन्छ क्या सायद आई डोन्ट नो कहाँ हुन्छ हामीले पहिल्यै हेर्नु थियो अझै आइपुग्नु भएन त्यहाँ चाहिँ सबै रेडी हुन्थ्यो के को लागि रेडी हुन्थ्यो केही प्रोग्राम अब के को लागि हेरौँ सायद के थियो अरे आजको प्रोग्राम सेलिब्रेसन गर्ने नि प्रमोसन पाएको मान्छेलाई सेलिब्रेट गर्ने प्रोग्राम हो क्या आज I believe most of you are off. Only few of the members, since our hospital side is open. यहाँ चाहिँ अहिले केक कटिङ प्रोग्रामहरू थियो सबै प्रमोसन पाएको मान्छेहरूले सँगै केक काट्न थालेको म्यानेजरहरूसँग And this great that कराको खिचेको भनेर For the first time, I get the vegetarian like specially खाना बनाए guys. My goodness, fried rice र दाल but still यो म एक्लै मान्छेलाई स्पेशल अर्डर गरिदिएको रहेछ कस्तो खुसी लाग्यो Coke is there. Coke. अहिले चाहिँ हाम्रो लाइन म्यानेजरले हामीहरूलाई भनेर आफ्नो पर्सनल पकेट एक्सपेन्सदेखि सानो गिफ्ट दिएको छन् द्याट वाज भेरी स्विट अफ देम एकदमै खुसी लाग्यो सबैजना पालै पालो गएर गिफ्ट रिसिभ गर्न थालेको गाइस लेट मी इन्ट्रोड्युस हाम्रो ग्रुपको नदेखिने मेम्बर के यो नदेखिने मेम्बर So guys, एउटा कुरा भन्छु ल लेट मी शो यु हाउ सेफ दिस प्लेस इज फर गर्ल्स रातिको 12 बजिरहेको छ है 12 बजे कति भयो 11:55 भयो म अस्मिता दिदी र सोना हामी रसमा जान लाग्यौँ बिचमा घुम्न र सिरियसली यति अहिलेसम्म म धेरै त निस्किँदैन एकचोटि निस्केँ होला तर न कसैले जिस्काउँछ न कसैले बाटो सेक्छ न कसैले के गर्ला भन्ने टेन्सन हो नि एकदम सेफ छ यो कन्ट्री इफ एक्लै घुम्न आउने प्लान छ भने पनि ढुक्क भएर आउँदा हुन्छ कि लाइक इभन नेपालमा पनि हामी डराउँछौँ नि ला मान्छेले के भन्ने हो मान्छेले यस्तो भन्ने तर यहाँ चाहिँ जति बेला पनि मजा बरु बिहान मान्छे हिँड्दैन है बिहान अलिक सुनसान हुन्छ तर
साधारण मान्छे पनि हिँड्छन् प्लस कसैलाई ऊ पनि हुन्न कि कसैको मतलब हुन्न है मुस्लिम कन्ट्री हो बुर्का लगाउँछन् सबै छ होइन आफ्नो कल्चर फलो गर्छन् बट हामी हट प्यान्ट लाएर हिँडे पनि जे लाएर हिँडे पनि न घुर्छन् लाइक त्यो बदतमिजी पनि गर्दैनन् के त्यो कुरामा चाहिँ एकदम सेफ छ एकदम गुड छ आई डोन्ट थिङ्क म देखिरहेको छु तर हामी चाहिँ अहिले रस खानुमा छौँ बसिरहेको छौँ लाज लाग्छ गाह्रो पनि हुँदो रहेछ हामी चाहिँ अहिले रस खान आएको रस खानुको बिचमा सबै मान्छे पछाडि बसिरहेको मलाई लाज लागिरहेको ल फोन खस्छ अनि ब्लगर बनेको अरे बाबा लाज किन बाबा तर फर्स्ट टाइम यसरी पब्लिकली यसरी लाइट बालेर बोल्ने भिडियो बोलेको औडाल लागिरहेको छ यिनीहरू हाँसिरहनु मलाई देखेर होइन के होइन अय्या ल होला समुद्र पानी हेर लाइटमा समुद्र यस्तो देखिन्छ भोलि नै जाऊँ न त भोलि नै जाऊँ न त हुन्छ ल भोलिको प्लान भयो है ल भोलिको प्लान भयो Then who is not free? You guys are not free. So guys, let's open the box. यसमा के छ भनेर हेरौँ मलाई थाहा छ के छ but I wanted to open this anyway to show you guys. यही पाउँछ This is the nuts. हाल्दिनु यो almonds हजुर राख्दैनौँ पसिना पसिना भयो सो फाइनली हामी रुम पुग्यौँ यो आजको गिफ्ट आजको दिन यतिकै सकिन्छ थ्याङ्क यू फर वाचिङ द फुल भिडियो डु लाइक एन्ड सब्सक्राइब टु माई च्यानल इफहरूलाई यो ब्लग रमाइलो आयो भने आफ्नो साथीहरूलाई पनि सजेस्ट गर्नु सेयर गर्नु होला अनि त्यसपछि टेक केयर बाई बाई टेक केयर